Hi everyone, welcome to Ramshree Vlogs back again. Hello, good and lovely people. आज फेरि तपाईहरु सामु एउटा नयाँ भ्लग लिएर आइरहेको छु। हाम्रो डेस्टिनेसन हुनेछ आज उदयपुरको एकदमै लोकप्रिय एकदमै एउटा स्वर्गको अर्को नाम स्वर्गरूपी रौता मन्दिरमा हामी आज भ्रमण तय गरेछौं र मसँग छ मेरो प्यारो भाइ आशिष। हाई गर। हेलो। अनि अर्को हाम्रो सागर भाइ एकदम क्युटी छ। हामी आज रौता जानलाई तयार भइसकेका छौं। गाईघाट बजारदेखि अलिक माथि आइसकेका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ गाईघाट बजार हाम्रो उदयपुरको सदरमुकाम एकदम रमणीय छ। यतातिर भ्यू टावर पनि बनाएर रहेछ अहिले त एकदमै राम्रो छ। के छ साथी हो भाइ हो ठिक छ एकदम। हाम्रो के गाईघाट रमाइलो छ राम्रै छ एकदम राम्रो देखिरहेको छु यहाँदेखि भ्यू। अब हामी अगाडि बढ्दैछौँ साथी हो। भन्दै हामी गाईघाटदेखि 20 किलोमिटर माथि चढिसकेछौँ। यहाँ कि हामी हाम्रो यहाँ 20 किलोमिटर माथि साउने भन्ने ठाउँमा हामी आइसकेका छौँ। यो एकदमै सानो र चिटिक्क परेको गाउँ हो। उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि 20 किलोमिटर माथि साउने भन्ने ठाउँमा हामी आइसकेका छौँ। यो गाउँ एकदमै सानो र चिटिक्क यहाँ देख्न सकिन्छ। एकदमै रमणीय छ। एकदमै बरको बोट छ यहाँ। अब हामी यहाँदेखि माथि लाग्दैछौँ। देशको साथी हो हेलो साथी हो। हामी अहिले साउनेदेखि पनि माथि 15 किलोमिटर माथि हामी अहिले के भन्छ यो ठाउँको नाम रानीवास भन्ने ठाउँमा आइसकेका छौँ। यहाँबाट चाहिँ यतातिर गयौँ भने हामी खोटाङ तलतिर फोक्सिन्डार हुँदै खोटाङ जान्छ। हामी जाने चाहिँ यता रौता मन्दिर। हाम्रो यात्रा चाहिँ अझै माथितिर लेकतिर हुँदैछ र हामी माथि लाग्दैछौँ साथी हो। डर भन्ने ठाउँमा आइसकेका छौँ। यो पनि सानो र चिटिक्क नै छ। यो ठाउँ पनि एकदमै मलाई रमाइलो लाग्छ कहिलेकाहीँ रौता आउँदाखेरि। यहाँ यता लगभग पिच पनि आइसकेको रहेछ। पहिला चाहिँ एकदमै कठिनाइ थियो यहाँ आउन, हिँडेर आउनु पर्थ्यो। अहिले हामी सजिलै बाइकमा आउन सकेका छौँ। हाम्रो यहाँ डरदेखि रौता आउन 1 घन्टा लाग्छ र हाम्रो 1 घन्टाको यात्रा एकदमै कठिनाइ हुने निश्चित छ। किनकि यहाँ पिच पनि छैन, ढुङ्गा छ चाहिँ। यो एकदमै मेरो लागि नौलो एक्सपिरियन्स हुनेछ साथी हो। एकदमै चिल भइरहेछ साथी हो। वाउ डेन्जर, इट्स भेरी डेन्जर। एकदमै गाह्रो छ बाटो, एकदमै गाह्रो। केटाहरू पनि अगाडि सुख दुःख गइरहेको छ। तर मेरो क्रस फायर पो अलिकति लेजी भयो त यो अफरोडमा। पल्सरले मेरो क्रस फायरै जितिरहेछ। भेरी रकिङ। वाउ 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 वाउ। धेरै नै गाह्रो छ बाटो यहाँको साथी हो। हामीलाई अभर पनि पर्न सक्छ
किनकि कुनै पनि व्यवस्था दिएर हामीले पम्चर भइहाल्यो भने हामीलाई गाह्रो हुन्छ किनकि हामीले कुनै पनि अप्सन लिएर हिँडेका छैनौँ हामीले एकदमै रिस्क लिएर हिँडिरहेछौँ साथी हो एकदमै रमाइलो भइरहेछ गाइस हामी कलकत्ता आइसकेका छौँ एकदमै वैशाख महिना भए पनि अलिकति ठन्डा लाग्यो मलाई अलिकति ठन्डा रहेछ यहाँ यो रौता पोखरी रौता मन्दिर जे भने पनि यही हो कति रमाइलो गाउँ छ धेरै रमाइलो गाउँ छ बहिनी नमस्कार चिन्नुभयो मलाई रामु दाई रामु दाई के छ खबर अहिले यहाँ त ठन्डा रहेछ त है अहिले धेरै बसी आयो खुसी लाग्यो आज आराम हुनेछ नि छैन भर्खर आउँदैछ एक्टिङ गरेपछि कसरी चाहिँ खानु एक्टिङ त नगरी हुन्छ तैँले जमानामा हेलो गाइस अब हामी रौताको हामी चिसो हावासँगै हामी खाना खान लागेको छौँ यहाँ हाम्रो बुनुले के पसेको बुनु साग हो खाना त मिठो पाउँछ नि होइन यता हाम्रो बहिनी पनि 12 वर्षपछि भेट भयो बहिनीले पनि खाना पस्किनु हुँदैछ मिठो खाना पस्किनु हुँदैछ यहाँ हाम्रो केटाहरू पनि तयार भइसकेको छ खानाको लागि के छ केटाहरू एकदम के हो यो चाहिँ सिस्नु हो होइन यो हाम्रो बोसे हो ए बोसे त खानु हुँदैन यसले त भुडी पनि बोसे पार्छ यता हाम्रो लुटेलजीसँग हाम्रो 12 वर्षको सम्बन्ध रह्यो नमस्ते हजुर रौताको डाँडामा बनमारा फुलो डोलेर नलाइ कान्छी मेरो पिराती बस्छ माया नलाइ अनि माया चाहिँ कसरी बस्छ त पिरातीलाई पहिले चाहिँ माया लाउने अनि पछि पिराती हुन्छ भनेर चाहिँ म भन्छु अब हजुरहरू के भन्नुहुन्छ त त्यसरी के भन्दैछ हाम्रो लुटेलजीले त्यो सोध्नु होला एउटा दोरी जाओस् ल ल गाइदिनुहोस् ल अगाडि त देखिँदैन नि ल ल ल अब खाना खाएको ठिक छ अब खाना कस्तो छ खाना एकदम सही छ खाना भनेको मासु भात सही छ म चाहिँ भेज परे होइन खानुपर्छ मासु र भात भयो भने आउँछ आँखामा आँसु त्यसरी हुन्छ चाहियो दिने पछि मासु भएन भने आँखामा आउँछ आँसु तर श्रीमतीले भन्छ कहिले पनि छैन त कहाँ ल्याउँछस् मासु भन्छ तर खोजेर भए पनि ल्याउनै पर्छ मासु तपाईँको कुरा सुनेर दिदी आफ्नो रहेछ ल खाना खाऊ है अब ल खाना खाऊ लुटेललाई के अरे अघि हजुर तिमी धामी म बाहुन के अरे हजुर अब चाहिँ भन्दाखेरि चाहिँ तिमी दामी म बाहुन घरको चामल पैसा काहीँ नजाउन् खोली दोबानको आस मलाई लाग्दैछ लर्के जबानको रौताको डाँडामा बनमारा फुल डढेल नलाई कान्छी र मेरो पिराती बस माया नलाई सारा जाउँ हिँड लौ गारा ए माइती घरको सम्झना नगारा फुलो बुकीको गीत सुन्नु यो टङ्के दुखीको रौता डाँडैमा राता पाको हेर्नु साथी चर्माने बाडैमा हाम्रो 12 वर्षपछिको भेट एकदमै रमाइलो भइरहेछ हाम्रो लुटेल दाई हाम्रो यहाँ रौताको एउटा सानो एउटा परिचय हो एउटा एकदम राम्रो नमुना हुनुहुन्छ उहाँ एकदम रमाइलो एकदम कमेडी हुनुहुन्छ सधैँ नै साथी हो अब हामी खाना पनि खाएर टन्न भयौँ हाम्रो यहाँ चेलीले एकदम मिठो खाना खुवाउनु भयो मेरो प्यारो बहिनी हुनुहुन्छ यता खाना पनि मिठो थियो खाना खाएर अब हामी माथि जाएछौँ केटाहरू तयार छौ
माथि जाने ल We are माथि एकछिन जाउँ है ready. ल हामी 3 भाइ अब एकछिन माथि मन्दिर पुगेर आउँछौँ। हेलो गुड गाइज, अब अहिले हामी अब रौता पोखरी नजिक आइसकेका छौँ र यहाँ यति सुन्दर लाग्यो मलाई कि यसको भिडियो नगरिकन मलाई माथि चढ्नै मन लागेन। हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि एकदमै 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 स्प्लेन्डिड छ, एकदमै हेर्न लायकको। उतातिर पार्क पनि बनाउने क्रममा रहेछ। यहाँनिर हेलिप्याड पनि रहेछ। यो पहिला थिएन, खुसी लाग्यो। अनि साथीहरू यहाँ पिकनिक खाने क्रम पनि, वैशाखमा पनि पिकनिक। यति राम्रो ठाउँ छ यो, यति राम्रो रमणीय छ। पिकनिक खान आइरहेछ उहाँहरू 2, 3, 4, 5, 6, 7 ग्रुप छ। वैशाखको टाइममा पिकनिक खान आउने ठाउँ भनेको अवश्य पनि रमाइलो हुन्छ भने पुष्टि हुन्छ। यता मेरो भाइले मेरो गाडी चाहिँ ट्राई गर्नु लागेको छ। सायद उसको डट बाइक फर्स्ट टाइम होला सायद। भाइले फर्स्ट टाइममा एकदम सफलपूर्वक कुदाएको छ। अब यता हाम्रो सागर भाइ पनि, ह्यान्डसम भाइ के छ? भाइ पनि अब पल्सर ट्राई गर्नु खोजिरहेको छ। हाम्रो क्यामेराम्यान भाइ एकदमै हामी चिलमा छौँ। हाम्रो लेकको डग पनि यहाँ आइसकेको छ। हेलो कहाँ हिँडिस् गोरे? आइज कहाँ हिँडिस्? हेलो पप्पी, ह्यान्डसेक गर्दै ह्यान्डसेक। आइज पप्पी। के खाइस् तैँले? कस्तो लाग्यो भाइ बाइक एक्सपिरियन्स? हजुर एकदम सही छ एकदम। हाम्रो बाइक आज यहाँ रौतामा नि आइपुग्यो। यस्तो लेकको ठाउँमा बाटो एकदम अप्ठ्यारो। क्यामेराम्यान भाइ, ओ क्यामेराम्यान भाइ, फोटो खिच्नु पर्यो हाम्रो। हेलो डगी, यता आइज कुद आइज। के छ खबर? खबर के छ? आइज डगी। एकदमै बलियो छ हौ लेकको कुकुर। गाइज अब हामी यहाँदेखि माथि हिँडेर जानेछौँ। यहाँदेखि बाइकहरू पनि जान सक्दैन, कुनै गाडी पनि जान सक्दैन। हामी यहाँमा उता मासतिर जाँदैछौँ। लेट्स गो गाइज। धेरै गाह्रो हुँदैछ साथी हो। हामी हिँडिरहेछौँ अहिले। केटाहरू माथि पुगिसकेछ। हो दाजु कतिको गाह्रो रहेछ? ठोपरै गाह्रो भयो। म त 3-4 वर्ष भयो नहिँडेको। खालि गाडीको गाडी कि आया गाह्रो छ है। फर्किनु जस्तै लागिसक्यो मलाई त यार। फर्किनु हुँदैन आशिष भाइ, भाइलाई सजिलै छ। बिहान पनि एक्सर्साइज गरिरहन्छ। म त धेरै गाह्रो भयो मलाई त। अनि दाइ, अनि हाम्रो तपाईँले मन्दिर बनाउनु भएको चाहिँ कहाँनिर हो? मैले बनाएको मन्दिर त यही छ त। यो उत्तरपट्टिको गेट हो। यो हजुर रौता पोखरी मन्दिरको उत्तरपट्टिको गेट हो यो। हजुर यहीँनिर मैले बनाएको थिएँ। लगभग 7-8 वर्ष अगाडि बनाएको थिएँ मैले। हजुर यो पनि हेर्दैछौँ। हजुर यहाँ चाहिँ छ हाम्रो रौता पोखरीको गुफा हो। यो म्यानमेड गुफा है। के अरे यो नेचुरल त हुँदो छैन, नेचुरल होइन, मेनमेड। अहिले हामी यो रौता मन्दिरको उत्तरी भागको यो सिँढीबाट हामी उक्लिसकेका छौँ। जहाँ मैले 71 सालमा बुवाको पुण्यतिथिको लागि मैले काली भगवतीको मन्दिर बनाएको थिएँ।
यो देख्न सक्नुहुन्छ यो काली भगवती मन्दिर मैले 71 सालमा मेरो बुबाको पुण्यतिथिको अवसरमा मैले बनाएको हो, निर्माण गरेको हो। यहाँ तपाईहरूले देख्न सक्नुहुन्छ मेरो मेरो नाममा बनाएको श्री रामु श्री ज्वेलर्स त्रिनपा 2 गाईघाटका प्रोभाइटर रामु राईद्वारा आफ्ना पिता श्री जवलबहादुर राईको पुण्यतिथि प्राप्तिका लागि यस श्री रौतमाई मन्दिर आफ्टर 9 उदयपुरलाई श्री काली भगवतीको मूर्ति सबजना स्वरूप समर्पण गरिएको हो। मिति 2000 विक्रमसँग 2071 साल 5/7 गते शनिबारको दिन रहेछ। मैले नि भुलिसकेको छु। अब 8 वर्ष भने थिएँ, 9 वर्ष बितेको पत्तै भएन। आज म एकदमै खुसी छु। एक यो एकदमै शक्तिशाली रौतपोखरी मन्दिरमा आज आएको छु र अर्को त्यहीँको सराउन्डिङमा मैले मेरो बुवाको नाममा यो मन्दिर बनाएको नि उस्तै रहेछ, खुसी लाग्यो आज। र मेरो यात्रामा आज साथ दिने 2 जना भाइहरूलाई एकदम धन्यवाद दिन चाहन्छु मेरो यात्रा सफल गराएकोमा। अब अहिले हामी सबैको ढुकढुकी, सबैको मन मस्तिष्कमा रहन सफल हुनुहुन्छ। यहाँको भगवती मन्दिर रौतपोखरी एकदमै शक्तिशाली मन्दिर मानिन्छ। यसलाई तपाईँहरूले लिएर जाँदैछु हाम्रो उदयपुरको एकमात्र एउटा के भन्नु यसलाई टुरिस्ट एरिया भनौँ या यसलाई धार्मिक स्थल भनौँ, जुनै स्थलले पनि यसलाई पूर्ण हुन्छ। धार्मिक स्थल भन्दा पनि धार्मिक स्थल पनि भन्न सकिन्छ भने एउटा यो पछिल्लो समयमा एउटा प्राकृतिकले भरिपूर्ण यो हाम्रो जिल्लाको रौतको परिसरमा अहिले यसलाई टुरिस्ट एरियाको पनि घोषणा गरेको छ। जो तपाईँहरूले मलाई हेरिराख्नु भएको छ, तपाईँहरू पनि आएर एकताल यहाँ भ्रमण गर्न सक्नुहुन्छ। एकदमै शक्तिशाली मन्दिर हाम्रो उदयपुर जिल्लाको तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ मन्दिर छ अवस्थित, त्यसको छेउमा यहाँ पोखरी देख्न सक्नुहुन्छ। यो कहिले पनि सुक्दैन। र एउटा धार्मिक विश्वास के छ भने यहाँ जति पनि चराले आएर यहाँको जति पनि पात झरे पनि वरिपरि रुख देख्न सक्नुहुन्छ। तर पोखरीमा जब पात झर्छन् त्यतिखेर कुनै न कुनै चराले टिपेर लगिहाल्छ भन्ने एउटा विश्वास छ। त्यो हामी देख्न पनि सक्छौँ। एउटा पात पनि देखिँदैन यहाँनिर।